हेलो वेलकम छ हजुरहरू सम्पूर्णलाई मेरो फेरि नयाँ भिडियोमा मिनी ब्लगमा है त। आज पनि म आइसकेको छु हजुरहरूको सामु। आज चाहिँ म बिहानै उठेर अब त्यही त हो किचनको काम कहिले नसकिने यो आइमीको चुलोले त कहिले नछोड्ने हो नि त हामीलाई। अनि मम्मीले कारी सब्जी केलाएर ठिक्क पारिदिनु भएको रहेछ साथीहरू। यसलाई नि पखाल पुखुल धोइ पखाल गरेँ। दुई पखाल पुखुल पारेर ज्वाइँले हेर्नु एक गाडी थियो नि छोड्दा त भरे त इटी भएको के यो मुन्टा त सागहरूको चाहिँ यस्तै हुने कि भरे पकाउँदा पनि इटी भएको थियो के यो त हामीले खाएर नि भ्यायौँ अलिकति रह्यो बेलुकालाई भनौँ न। अनि यति ओइरेको भरे त हेर्नु न सुकेर इटी भएको छ हेर्नु न कराईमा। अनि त्यति मात्रै कहाँ हो भरि यत्रो बुटुकामा एक बुटुका मात्रै भयो साथीहरू यत्रो सब्जी है। अनि हिजो दही जमाउनु बसाएको थियो मैले चाहिँ बिहानै फ्रिजमा हालिदिएँ। अनि आज चाहिँ यति राम्रो दिन भएको थियो कि साथीहरू। मेरो मिनी ब्लग सक्यो। मेरो भिडियो हेरिदिनु भएकोमा यहाँसम्म धन्यवाद। मलाई फलो गर्नुभएको छैन फलो गरिदिनु होला। हस् त बाई।